हेलो नमस्ते एभ्रिवान, मेरो नाम हो मगले सुटमजु र 22 वर्षको टिचिङ यात्राले तपाईँको एससीलाई क्लास 11लाई पनि सजिलो हुने हिसाबबाट आज म तपाईँ समक्ष एउटा भिडियो लिएर आएको छु कि पहिलो हुने निर्वाचित हुने प्रणाली र समानुपातिक प्रणाली। यो एकदम गाह्रो क्वेसन हो। यो एससीको लागि 21 नम्बरमा सोध्छ भने लङ क्वेसन सोधिन्छ क्लास 11 को लागि पनि। र सोसियल स्टडिजको सामाजिक अध्ययनको बेस्ट टिचर अवार्डको फोटो पनि तपाईलाई र सन्दर्भ मिलाएर मैले यहाँ प्रस्तुत गर्दैछु। र सब्सक्राइब गर्नुहोला यो युट्युब च्यानललाई, लाइक कमेन्ट सेयर गर्नुहोला र भन्दै यो फर्स्ट पास्ट द पोस्ट र प्रोपोर्सनल सिस्टमको यदि लामो क्वेसन सोध्यो भने यसको फरकता त्यसपछि समानता पनि तपाईँ समक्ष अहिले बुझाउने एकदम सर्टकटमा बुझाउने एउटा प्रयास गर्दैछु। सबभन्दा पहिले यदि फरकता आयो भने यसरी आधार लेख्नुहोला, क्रमसङ्ख्या लेख्नुहोला, अनि शीर्षक भइहाल्यो र परिचय। फर्स्ट पास्ट द पोस्ट भन्नाले यो प्रत्यक्ष प्रणाली, यसलाई खासमा प्रत्यक्ष प्रणाली पनि भनिन्छ। भूगोल र जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र तोकिएको हुन्छ। जस्तो कि नेपालमा 165 निर्वाचन क्षेत्र छ भने प्रोपोर्सनल सिस्टम भनेको यो अप्रत्यक्ष निर्वाचन प्रणालीमा प्रतिनिधि सभाको हकमा सिङ्गो देशलाई एउटा निर्वाचन क्षेत्रको रूपमा मानिन्छ र प्रदेश सभाको चुनावमा सिङ्गै प्रदेश नै एक निर्वाचन क्षेत्र मानिन्छ। यो खासमा परिचय नै हो। परिचय भन्नेमा भनिन्छ लेख्नुपर्छ भने होइन। त्यसपछि यो फर्स्ट पास्ट द पोस्टमा मतको हकमा, भोटको हकमा यस प्रणालीमा आफूले रोजेको पार्टीका वा स्वतन्त्र उम्मेदवारलाई पनि मत हालिन्छ भने यता हाम्रो समानुपातिकमा यस प्रणालीमा राजनीतिक दललाई मात्र मत हालिन्छ। स्वतन्त्रबाट कोही उठेको छ भने स्वतन्त्रको लागि समानुपातिक भनेको हुँदैन। त्यसपछि विजय, सबभन्दा बढी मत हासिल गर्ने उम्मेदवार यो प्रणालीमा विजयी हुन्छ कि यसमा सबैभन्दा बढी जसको भोट आएको हुन्छ त्यही उम्मेदवार जितिन्छ भने हरेक दलले प्राप्त गरेको मत जनसङ्ख्याको अनुपातमा दलको उम्मेदवारहरू यो मतबाट जित्छन् अथवा यो मतमा जित्छन्। मतलब हरेक दलले हरेक राजनीतिक दलले यसमा भोट त पाउँछ नै। जस्तो कि कुनै जिल्लाबाट, कुनै 5वटा जिल्लाबाट, कुनै प्रदेशबाट मात्र उठेको छ भने देशभरिबाट पनि त्यो दलले मत प्राप्त गर्छन्। त्यसकारण अब उदाहरणको लागि यदि 20वटा राजनीतिक दलले मत प्राप्त गरेको छ भने त्यसमा जम्मा कति मत खस्यो, त्यसमा सदर मत कति, बदर मत कति, त्यो छुट्याएर अब एक सिटको लागि अथवा भनौँ प्रतिनिधि सभामा तपाईँलाई थाहा छ 165 प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत भयो फर्स्ट पास्ट द पोस्ट। त्यसपछि प्रोपोर्सनेटमा 110 भनेपछि 110 सिटको लागि कति चाहिन्छ त? अब 2079 को हकमा त 1,05,000 भन्दा बढी मत चाहिएको थियो एक सिटको लागि। भनेपछि एवं प्रकारले जनसङ्ख्याको अनुपातमा अथवा दलको उम्मेदवारहरू यो मतमा जित्छन्, हरेक दलले प्राप्त गरेको मत। भनेपछि अब सम्बन्धको हकमा यस प्रणालीमा, प्रत्यक्ष प्रणालीमा भनौँ फर्स्ट पास्ट द पोस्टमा, यस प्रणालीमा उम्मेदवार जनता अथवा मतदाता बीच प्रत्यक्ष सम्बन्ध हुन्छ। किन भन्दा उम्मेदवार आफै त्यो प्रत्यक्ष आफ्नो क्षेत्रको निर्वाचन क्षेत्रमा गएर चुनाव प्रचार गर्न पाउँछ। त्यहाँको जनताको माग बमोजिम, समस्या बमोजिम सरकारमा गएर अथवा प्रतिपक्षमा बसेर काम गर्न सक्छन्, आवाज बुलन्द गर्न सक्छन् भने समानुपातिकमा यस प्रणालीमा उम्मेदवार जनता अथवा मतदाता बीच प्रत्यक्ष सम्बन्ध हुँदैन। मतदाताको मतबाट नै जित्ने हो, तर त्यो यो कुनै जिल्लाको कारणले, कुनै नगरको कारणले, गाउँको कारणले गर्दाखेरि त्यो मान्छे चुनावमा जित्ने होइन, पार्टीले पाएको भोट अनुसारले जित्ने हो। अब यो भनिरहँदा अर्को बुडाकमा हेर्ने हो भने मतको महत्त्वमा प्रत्यक्ष प्रणालीमा फर्स्ट पास्ट द पोस्टमा यस प्रणालीमा विजयी उम्मेदवारको महत्त्व हुन्छ भने अरू प्रतिस्पर्धीको महत्त्व हुँदैन। जबकि हरेक पार्टीको तुलनात्मक रूपमा मतको महत्त्व हुन्छ। एक मत सबै काउन्ट गर्ने भएको कारणले, देशभरिको मत सबै काउन्ट गर्ने भएको कारणले समानुपातिक निर्वाचनमा हरेक पार्टीको लागि तुलनात्मक रूपमा मतको महत्त्व हुन्छ। मत सीमा भन्नाले थ्रेसहोल्ड भन्नाले समानुपातिक निर्वाचनको हकमा जति नेपालमा भोट अथवा मत खसालिन्छ त्यसको 3% ल्यायो भने त्यसलाई कम्तीमा 3% मत ल्यायो भने मात्र राष्ट्रिय दल हुन्छ। त्यसकारण यस प्रणालीमा मत सीमा भने हुँदैन होइन। जसले धेरै भोट ल्याएको हुन्छ त्यही जित्छ। मैले अघि भनिहालेँ प्रत्यक्ष प्रणालीमा पनि समानुपातिक निर्वाचन प्रणालीमा प्रतिनिधि सभाको चुनावमा मत सीमा 3%। मैले 1,05,000 भन्दा बढी भोट चाहेको थियो मैले भनेको थिएँ। 2064 सालको 79 सालको कुरा गर्ने हो भने 2064 सालको संविधान सभाको चुनावमा त 65,000 ल्याए पनि पुग्ने। भनेपछि त्यति बेला 600 जना सदस्य थिए है। भनेपछि अब प्रदेश सभामा जति मत खसिन्छ त्यो खसेकोबाट 1.5% मत प्राप्त भयो भने
40% को कुरा हुन्छ, 40% को सङ्ख्यामा जस्तो उदाहरणको लागि हाम्रो यता बागमती प्रदेशमा 110 सिट छ भने त त्यसपछि 55 र यता 65 भनौँ न होइन, 65 र बाँकी भन्नाले हाम्रो बाँकी भन्नाले 45 होइन, 45 जनाको लागि एकजनाले कति मत ल्याउनुपर्छ भन्ने कुराहरू प्रदेश सभामा जति भोट खसालिन्छ त्यो डिभाइड गरेर अथवा त्यहाँ एउटा गणितीय हिसाबबाट त्यो निकालिन्छ। मतलब प्रदेश सभामा 1.5% खसेको मध्येबाट त्यति भोट आयो भने एकजना सांसद त्यहाँबाट जितिन्छ समानुपातिकमा। त्यसो त प्रतिनिधि सभामा पनि त्यस्तै हो। मतलब 60% हाम्रो प्रदेश प्रणालीबाट निर्वाचन प्रणालीबाट भने समानुपातिकबाट 40% हो। त्यो कुरा आउँदै गर्छ, यो आउँदै गर्छ भन्दाखेरि आइसकेको छ। नम्बर 6 मा सिट विभाजनको हकमा, जस्तो कि प्रतिनिधि सभाको चुनावमा 60% 165 निर्वाचन क्षेत्र यो प्रणालीमा लागू हुन्छ भने प्रदेश सभामा 60% सिटको लागि यो प्रणाली लागू हुन्छ। साथै स्थानीय तहका प्रमुख उपप्रमुख राजकीय सदस्यहरू राष्ट्रिय सभामा दलित तथा अपाङ्गता भएका पिछडिएका वर्गबाट यो प्रणालीबाट निर्वाचित हुन्छ भने यता समानुपातिक निर्वाचन प्रणालीमा प्रतिनिधि सभाको 40% अर्थात् 110 सिट बागमती प्रदेशको हकमा, प्रदेश सभामा बागमती प्रदेशको होइन कि प्रतिनिधि सभामा अब 175 र 110 जोड गर्दाखेरि 275 हुन्छ। त्यसकारण 175 प्रतिनिधि सभा भयो भने प्रदेश प्रणाली भयो भने प्रतिनिधि सभाको समानुपातिकमा 110 र प्रदेश सभामा 40% सिटको लागि 40% को मैले अघि 45 सिट भने मैले बागमती प्रदेशको हकमा है। त्यसपछि 40% सिटको लागि प्रणाली लागू हुन्छ भनिहाले। साथै राष्ट्रिय सभामा 3 जना महिला र 3 जना सदस्य एकल सङ्क्रमणीय निर्वाचित प्रणालीहरू यो प्रणालीबाट निर्वाचित गरिएको हुन्छ। अब तपाईँलाई एकल सङ्क्रमणीयको बारे भनिरहँदाखेरि भिडियो लामो भएको हुने कारणले म डाइरेक्ट नम्बर जम्मा जान्छु। मत आउने क्षेत्र अन्तर्गत प्रदेश प्रणालीमा यस प्रणालीमा चुनाव उठेको निर्वाचन क्षेत्रमा मात्र उम्मेदवारलाई मत प्राप्त हुन्छ भने समानुपातिकमा देशैभरि अथवा प्रदेशको हकमा प्रदेश सभाको चुनावमा प्रदेशभरि भनेपछि समानुपातिकको हकमा सङ्घीय तहको चुनावमा प्रतिनिधि सभाको चुनावमा देशभरि यस प्रणालीमा राजनीतिक दललाई कुनै पनि क्षेत्रबाट मत प्राप्त हुन्छ। यसरी तपाईँलाई हेर्नुहोस् त 1 2 3 4 5 6 7 8वटा बुढा 8 अङ्कको लागि क्लास 11 को लागि पनि एसईको लागि एकदम हाई एबिलिटीको क्वेसनको लागि 8वटा मध्ये 7 त तपाईँले लेख्नुपर्ने हुन्छ। र यसरी भनिरहँदा तपाईँ समस्या फेरि 4वटा समानता 4वटा फरकता अथवा अन्तर भिन्नता अनि 3वटा समानता लेख भनेर आएको खण्डमा तपाईँले यो लेख्नु होला। जस्तो कि समानताको हकमा यो दुवै निर्वाचन प्रणालीबाट प्रतिनिधि सभाको लागि जनप्रतिनिधि निर्वाचन हुन्छ। यो दुवै निर्वाचन प्रणालीबाट पनि प्रतिनिधि सभाको लागि यो त कमन फ्याक्टर हो। अघि पनि भने मैले 165 र 110 को कुरा भने। ख नम्बरमा यो दुवै निर्वाचन प्रणालीमा राजनीतिक दलहरू सहभागी हुन्छन्, त्यो त भनै आवश्यक छैन है। तर स्वतन्त्र उम्मेदवार त दुवैमा भाग लिन पाउँदैन, प्रदेश प्रणाली मात्र पाउँछ। त्यसकारण पनि ख नम्बर राख्नु परेको। अब यो त सामान्य कुरा जस्तो लाग्न सक्छ। त्यसकारण पनि हामी यो स्वतन्त्रले समानुपातिक निर्वाचनमा भोट नपाउने भएको कारणले पनि नम्बर ख समानताको रूपमा हामी राख्न सक्छौँ। दुवै निर्वाचन प्रणालीबाट मतदाताहरू सचेत हुन्छन् है। सचेत त यदि सचेत मतदाता भएन भने भनिन्छ नि चुनावको केही भ्यालु हुँदैन। चुनाव भने पनि निर्वाचन भनेपछि प्रजातन्त्रको एउटा आत्मा हो, प्रजातन्त्रको एउटा आधारभूत तत्त्व हो। किन भन्दा कुनै पनि देशमा जनता कति सचेत छन् भन्ने कुराहरू राजनीतिक सचेतना नाप्ने भनेको ब्यारोमिटरको रूपमा पनि हामी लिन सक्छौँ चुनावलाई। एकजना मतदाताले दुवै प्रणाली वा एक प्रणालीमा मात्र मत खसाल्न सक्छन्। अब तपाईँ हामीले भोट खसाल्ने हो भने 18 वर्ष नआएका हो भने यो दुवैमै भोट राख्नुपर्छ भने होइन, एउटा मात्र भोट राखे पनि हुन्छ। समानुपातिक मनपर्छ त्यहाँ लिउँ, कुनै राजनीतिक दल मनपर्छ, कुनै व्यक्ति मनपर्छ व्यक्तिलाई दिउँ, फेरि समानुपातिक नदिए पनि हुन्छ। त्यो एउटा अप्सन भनौँ, त्यो एउटा सुविधा भनौँ हामी मतदाताहरूमा अथवा जो भोट खसाल्न जान्छन् तिनीहरूमा यो अधिकार हामीमा छ भन्दै तपाईँ समस्या यसरी छोटो मिठो भिडियो तपाईँ समस्या राख्दैछु। क्लास 11 को लागि पनि उत्तिकै इम्पोर्टेन्ट छ सेकेन्ड टर्मिनल एक्जामिनेसनमा भने एसईको लागि त भन्नै परेन। सबभन्दा गाह्रो प्रश्नको उत्तर प्रश्न नम्बर 21 सामाजिक अध्ययन एसईको लागि भनेर हुन्छ। त भिडियो हेर्नुभएकोमा मुरी धन्यवाद। र फेरि पनि भिडियो तपाईँ समस्या चाँडै नै हरेक दिनमा नै अहिले मैले सोसियल स्टडिजको सामाजिक अध्ययनको नेपालीमा भइसकेपछि गाह्रो भएको कारणले मैले भिडियो राखेको छु। भिडियो हेर्नुभएकोमा मुरी धन्यवाद। फेरि पनि भन्छु सब्सक्राइब युट्युब च्यानल, लाइक, कमेन्ट एन्ड सेयर। थ्याङ्क्स फर वाचिङ।